नेपाल हिमालहरूको देश केवल एक भौगोलिक स्थान मात्र होइन, यो प्रकृतिको अद्भुत वरदान हो। यहाँका उचाइमा अडिएका हिमालहरू, गहिरा उपत्यकाहरू, हरियालीले ढाकिएका पहाडहरू र स्वच्छ हावाले यो देशलाई पृथ्वीको स्वर्ग जस्तै बनाएको छ। नेपालको संस्कृति र इतिहास। यो देशको विशेषता केवल प्राकृतिक सौन्दर्यमा सीमित छैन। नेपाल संस्कृतिको खानी हो, जहाँ सयौं जात-जाति र भाषाहरूले एक अर्कामा मेलमिलाप गर्दै जीवन बिताउँछन्। काठमाडौँ उपत्यकामा रहेका दरबार स्क्वायरहरू, पुराना मन्दिरहरू र ऐतिहासिक सम्पदाहरू हजारौं वर्षको सभ्यता र इतिहासको प्रमाण हुन्। नेपालमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीले संसारभरि शान्तिको सन्देश फैलाएको छ। नेपाली जनजीवन। नेपाली जनजीवन सरल र आत्मीयताले भरिएको छ। यहाँका मानिसहरू अतिथिलाई देवता समान मान्ने गर्छन्। गाउँ बस्तीमा मानिसहरू मिलेर काम गर्छन्, पर्व र चाडपर्वमा रमाउँछन्। दशैं र तिहार जस्ता चाडहरूले परिवार र समाजमा एकता ल्याउँछन्। नेपालको वीरता र साहसिक इतिहास। नेपाल साहस र इतिहासको देश पनि हो। गोर्खाली सैनिकहरूको वीरताको गाथा संसारभरि सुनिन्छ। पृथ्वीनारायण शाहको एकीकरणले नेपाललाई एक सुन्दर राष्ट्रको रूपमा स्थापित गर्यो। नेपाल एक पर्यटकीय गन्तव्य। आज नेपाल पर्यटकहरूको प्रमुख गन्तव्य बनेको छ। हिमाल आरोहण, साहसिक खेलकुद र प्राचीन संस्कृति हेर्न संसारभरिका मानिसहरू यहाँ आउँछन्। पोखरा, चितवन र बर्दिया जस्ता स्थानहरूले प्राकृतिक सौन्दर्यसँगै मनोरञ्जन पनि प्रदान गर्छन्। निष्कर्ष, नेपाल केवल नक्सामा सीमित देश होइन, यो भावना, संस्कृति र प्रकृतिको मेल हो। यहाँको भूमि शान्ति, सौन्दर्य र विविधताको प्रतीक हो। यही कारण नेपाललाई सगरमाथाको देश मात्र होइन, विश्वको हृदय पनि भनिन्छ।